नमस्कार साथीहरू। आज म तपाईँहरूलाई नयाँ जानकारी दिनको लागि उपस्थित भएको छु। यो चाहिँ हाम्रो गाई फार्मको चाहिँ आज यो गोबर हटाउने कार्यक्रम रहेको छ। यसमा चाहिँ यो गोबर कसरी हटाइन्छ भनेर म तपाईँहरूलाई विशेष जानकारी दिनको लागि भिडियोसहित उपस्थित भएको छु। यहाँहरू तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ यो लोडरले चाहिँ हामीले गोबरलाई उठाएर एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम गर्छौँ। र अहिले चाहिँ हामी यो गाईको खोरलाई चाहिँ ढोका खोलेर लोडरलाई चाहिँ भित्र हालेर लोडर बकेटले चाहिँ गोबरलाई उभाएर एक ठाउँबाट अर्को ठाउँमा लाने काम गर्छौँ। त्यसै गरी तपाईँहरूलाई म देखाउँदैछु, यहाँ चाहिँ ठुलो गाई फार्म रहेको छ। यो चाहिँ लगभग 12-15 कोठाको ठुलो एउटा खोर छ। गोबर चाहिँ धेरै भएको कारणले गर्दा हामीले लगभग 1 महिना 2 महिनासम्म चाहिँ यत्तिकै राख्छौँ। त्यसपछि अलि धेरै भएपछि अनि एकैचोटि फ्याँक्छौँ। यो चाहिँ एउटा पानी खाने भाँडो हो गाईको, देख्न सक्नुहुन्छ तपाईँ। अटोमेटिक भाँडो हो यो चाहिँ। त्यसै गरी हाम्रो साथीले चाहिँ यहाँ गोबर फ्याँक्दै हुनुहुन्छ। उहाँले चाहिँ लोडरको सहायताले गोबरलाई एक ठाउँबाट उठाएर अर्को ठाउँमा लगेर फ्याँक्नुहुन्छ। म चाहिँ यहाँ सहायताको लागि काम गर्दैछु, तपाईँहरूलाई देखाउँदैछु भिडियोमा यसरी उठाइन्छ। एकचोटि उठाउँदा अलिक थोरै आउँछ, त्यही भएर यसलाई चाहिँ फेरि दोहोऱ्याएर उठाउनु पर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँ, यसरी उठाइन्छ साथीहरू। त्यसै गरी यो चाहिँ उठाएर परै पुर्याउनुपर्छ। यो चाहिँ अलि ठुलो खोर छ, त्यस कारण यो चाहिँ एउटा खोर चाहिँ लगभग हाम्रो 5 मिटर बाइ 10 मिटरको एउटा कोठा हुन्छ। एउटा कोठामा चाहिँ 5वटा 6वटासम्म गाईहरू राखिन्छ, गाई तथा गोरुहरू। यो चाहिँ भिडियोमा देखाएअनुसार तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ ठुलो, हाइट पनि ठुलो हुन्छ। गोबर चाहिँ तपाईँहरूको हामीले 2-3 महिनासम्म चाहिँ पङ्खा चलाएर यसलाई लेभलमा राख्ने काम गर्छौँ। पङ्खा चाहिँ निरन्तर चलिरहन्छ, त्यस कारण भुइँ हिलो हुन पाउँदैन। यो चाहिँ अलि हिलो हुन थालेपछि हामीले यो फाल्ने कार्यक्रम गरेका छौँ। लोडर चाहिँ उहाँबाट सरर ल्याउँदै हुनुहुन्छ साथीले। हेलो, यसरी सरर लोडर ल्याइसकेपछि फेरि उभाइन्छ। एकचोटि उभाउँदा अलिक थोरै आउँछ, त्यसपछि दोहोऱ्याएर फेरि उभाउने काम हुन्छ। तपाईँले देखिरहनु भएको छ। निकै नै जान्छ। काम चाहिँ यो मेसिनबाट गरिने हुनाले काम ठुलो काम देखिए पनि लगभग धेरै काम गर्न सकिन्छ एकैचोटिमा। मेसिनको सहायताले गरिएका कामहरू छिटो र सजिलो पनि हुन्छ। देख्न सक्नुहुन्छ ठुलो छ। एउटा गोठको तपाईँहरूको चाहिँ बिचबाट दाना खाने लगभग 10 मिटर बराबरको ठाउँ राखिन्छ भने दुवै साइडमा गाईहरू राखिन्छ। खोरको संरचना चाहिँ अलि ठुलै हुन्छ। यो संरचना फेरि आइसक्नु भएको छ। उभाउँदै फाल्दै गरिने लगभग एउटा खोरमा चाहिँ हामीले अगाडि साइड र पछाडि साइड दुईवटा साइड हुन्छ, बिचमा ढोका बस्ने हुन्छ। दुईपट्टि साइडको फ्याँकिसक्दा लगभग एकापट्टि साइड मात्र फ्याँक्दा पनि, एकापट्टि साइड मात्र सफा गर्दा पनि 2 घन्टासम्म लाग्छ टाइम।
सोचेभन्दा हिलो कम भएको कारणले अलिक काम सजिलो भएको छ आज। जाडोमा अब सुक्दैन, यहाँ हिउँ पर्ने भएको कारणले प्रायःजसो भुइँ हिलै हुन्छ जाडोमा। तपाईँ र म गोबर लगेर भण्डारण गर्ने ठाउँ देखाउँदैछु। यसरी लगेर चाहिँ लोडरले माथिसम्म पुर्याएर राखिन्छ। एउटा ठुलो एरिया छ। ठुलो एरिया छ, देख्न सक्नुहुन्छ। साथी खन्याएर गइसक्नु भएको छ। अगाडिबाट हेर्दा गाई फार्म चाहिँ यस्तो देखिन्छ। एउटा गोठ चाहिँ दाना हाल्ने ठाउँ हो। साना साना गाईहरू, यो चाहिँ बच्चाहरू हो। आनन्दले बसिरहेका छन्। मेरो कुरा सुन्नको लागि यहाँ कान ठाडा पारेर हेरिरहेका छन्। तपाईँहरू भिडियोमा देख्न सक्नुहुन्छ। साथै भिडियो अन्तिमसम्म हेरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। राम्रो लागेमा सब्सक्राइब पनि गरिदिनु होला। आगामी दिनमा म अन्य नयाँ नयाँ जानकारीहरू लिएर उपस्थित हुनेछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।